हेलो एभ्रिवान, हेर्नुहोस् है गाइज, आज चाहिँ यस्तो घाम लागेको छ नि। बोट बिरुवाहरूको हालत कस्तो भइसकेको छ हेर्नुहोस्। यहाँ हाम्रो यो लौकाको बोट कस्तो भयो, सबै यो घामले गर्दा सबै ओलाइसक्यो, मरिसक्यो। हेर्नुहोस् यस्तो घाम छ नि आज लास्ट घाम गइरहेको छ क्या। आज चाहिँ जे होस्, हावा पनि त्यति खासै चलेको छैन होइन, लास्टै घाम छ आज चाहिँ। यता हेर्नुहोस् यो हालत चाहिँ कस्तो भइसकेको छ यो बोटको चाहिँ होइन, यो लौकाको चाहिँ माथि पुरै सबै ओलाइसकेको छ। के साह्रो घाम पनि गऱ्यो क्या। अस्ति चाहिँ के लागिरहेको थियो भन्दा होइन, हिजो अस्ति चाहिँ अब चाहिँ पानी पर्ला जस्तो क्या। आज अब चाहिँ साह्रै नै पानी पर्छ जस्तो लागिरहेको थियो होइन, तर खोइ पानी होइन, घाम चाहिँ साह्रै लागेको छ क्या। घाम यस्तो लाग्छ होइन, के गर्नु होइन। घाममा निस्किनु पनि गाह्रो हुन्छ क्या। घाममा निस्किनु पनि हिजो पनि त्यस्तै घाम गऱ्यो अरे। हिजो त घामले त टाउको दुखेर, तपाईँहरू टाउको दुख्छ कि दुख्दैन यो घामले गर्दा? यसो कमेन्ट गरिदिनु होला है त। साह्रै घाम गर्छ क्या। अब त नेपाल पनि होइन, घाम यस्तो गर्छ होइन, तराई मात्र होइन, पाहाड क्षेत्रमा पनि कस्तो झनै घाम गर्छ क्या। जस्तै अस्ति चाहिँ केटिएम गएको थिएन, केटिएम थाहा छ त्यो त पाहाड त्यसले नभनौँ, उपत्यका हो। अन्य जस्तै यो इलामतिर गए होइन, जस्तै धनकुटा इलामतिर गयो भने यिनीहरू भनेको पहाडी क्षेत्र नै हुँदैन। यिनीहरू पनि क्या खासै त्यस्तो अनुकूल वातावरण छैन क्या। अब चाहिँ रहेन क्या पहिले जस्तो। पहिले चाहिँ कस्तो राम्रो अनुकूल वातावरण हुन्छ होइन, अब चाहिँ त्यस्तो छैन क्या। साह्रै नै घामलाई चाहिँ तराई क्षेत्रभन्दा पनि धेरै चर्को घाम हुन्छ क्या उता चाहिँ, यस्तो लाग्छ मलाई चाहिँ। साह्रै नै चर्को घाम हुन्छ। घाम चाहिँ दिन प्रतिदिन बढ्दै गएको छैन यो टेम्परेचर चाहिँ होइन। अघि जस्ट हेरेको थिएँ मैले, 38 डिग्री सेल्सियस पुगेको छ हाम्रो यतातिर चाहिँ। हाम्रो रामधुनी एरियामा चाहिँ 38 डिग्री सेल्सियस भनेको आज यता होइन सायद 38 भनेको सोच्नुहोस् न अब कति 38 अहिले झनै धेरै होला क्या। त्यो उता हामीले चाहिँ त्यो लौकाहरू छ तरकारी लगाएको छ होइन, त्यहाँ पुरै ओलाइसकेको छ क्या। यस्तो घाम गर्छ होइन, के गर्नु होइन। अनि एउटा कुरा साथी, अचेल चाहिँ यो जस्तो गाउँघरतिर चाहिँ चराहरूको सङ्ख्या चाहिँ घट्दै गएको छ। तपाईँहरू त्यस्तो लाग्छ लाग्दैन भन्नुहोस् त। पहिले चाहिँ कस्तो चराहरू देखिन्थ्यो क्या हाम्रो गाउँघरतिर होइन। यता रुख बोट बिरुवामा, यता यो के भन्छ नि बाँसझ्याङमा पनि कति किसिमको चराहरू अन्त सुगा लगायत इगल पनि आउँथ्यो, यस्तो भल्चरहरू पनि देखिन्थ्यो क्या। अब चाहिँ छैन रहेछ क्या। यसको कारण चाहिँ यो के भन्छ नि, चराहरू चाहिँ लोप हुनुको कारण चाहिँ के हो क्या, त्यो चाहिँ पत्तै लगाउन सकिनँ क्या मलाई लागिरहेको छ यो दिन प्रतिदिन होइन। अब मान्छेहरूले सायद यो बोट बिरुवाहरू रुखहरू काट्दै गएका छन् होइन, त्यस कारणले नै होला, हुनसक्छ मेबी त्यस कारणले हुनसक्छ होइन। अब धेरै कारण छ, जस्तै अब यो नेटवर्कले पनि हुन्छ, इन्टरनेट जस्तै वाइफाई जडान गरेको छ जताभाइ होइन। अनि त्यो वाइफाईले गर्दा चाहिँ जुन त्यसबाट वाइफाईबाट जुन तरङ्ग निस्किन्छ नि होइन, त्यसबाट पनि होइन चराचुरुङ्गीहरूलाई चाहिँ असर पर्न सक्छ। त्योभन्दा पनि आज चाहिँ चर्को घाम छ, निकै नै घाम छ, साह्रै नै घाम छ। उता हेर्नुहोस्, उता गाईबस्तुहरू पनि हिजो चाहिँ म हिजो ठ्याक्कै यो के भन्छ नि बाख्रालाई चाहिँ पानी दिनु गएको थिएन। बाख्रा त कस्तो गर्दो रहेछ क्या यो घाममा त, निकै नै गर्छ। बट निकै गर्मी छ, साह्रै गर्मी छ। अब यस्तो गर्मीलाई बस्नलाई पनि गाह्रो हुन्छ है, यस्तोहरूलाई हुन्छ हुँदैन, साह्रै नै गर्मी। फेरि यस्तो घाममा त होइन यो बिरामी पनि धेरै भइन्छ क्या मान्छेहरू, रोगहरू पनि धेरै उत्पन्न हुन्छ। जति घाम त्यति लामखुट्टेको वृद्धि विकास हुन्छ होइन। पुरै नै हेर्नुहोस् न कस्तो घाम छ, यस्तो घाममा निस्किनु पनि गाह्रो छ क्या। चर्को घाम, त्यो घाममा त है हेर्नुहोस्। हाम्रो यो हाँस हामीले पालेको यहाँ चाहिँ चढ्दो रहेछ, अघिदेखि नै चढिरहेको छ। कस्तो मजा छ चढिरहेको छ त। घाम चाहिँ निकै भए तापनि यो हाँसहरू चाहिँ यहाँ हेर्नुहोस् कस्तो मजाले चढिरहेछ। हाम्रै हाँस हो, हामीले चाहिँ अब हाँस पालन गर्न थाल्यौँ। अब के गर्दैन यसो त्यसै बस्नुभन्दा यसो घरमा आमा हुनुहुन्छ, लगानी छ मेरो, अनि आमाले चाहिँ यो हाँसको रेखदेख गरिदिने।
अब यसो नगरे त कहाँ हुन्छ नि यो दोहोरो जुन एकीतिर उता बोल्दै हुनुहुन्छ त्यो हाम्रो हजुरआमा ओ छाता हो लियो हेर्नुहोस् न घाम कति छ अब आफैले थाहा पाउनु छाता त मान्छेहरू त छाता त के भन्छ नि यो गर्मीमा होइन यो के भन्छ पानी पर्दा चाहिँ ओढ्ने गर्छन् होइन मान्छेहरू तर हेर्नुहोस् अब गर्मी कस्तो छ हेर्नुहोस् गर्मीले त यो मानेर रहेछ अब शान्तिमा व्यापार गर्न भन्नाले पनि बिजनेस गरौँ भनेर सोचमा छु क्या अब यसो नगरेर हुँदैन अब सेकेन्ड इन्कम त हुनु पऱ्यो प्राइमरी इन्कम मात्र भएर हुँदैन घाम लागे पनि उता हेर्नुहोस् हाम्रो छाता ओढेर बाख्रा हेर्न गएकोहरू बाख्रालाई गर्मी भएन बढी भएन बाख्रा त ल्याउँछु भनेर फेरि चढ्दैछ बाख्रा नै खासै गाईबस्तु पनि अहिले गाई बाख्रा पनि कस्तो यो घाममा त गर्छ क्या मलाई अस्ति हेरेर कस्तो लागिरहेको थियो नि हिजो पनि गएको थिएँ उता बाख्राले पानी दिएन पेट कस्तो हुँदो रहेछ क्या तिनीहरूको बाख्राहरूको अनि म चाहिँ कहाँ थिएँ भने साँच्चै यो सेकेन्डरी मार्केट क्या अर्थात् सेकेन्डरी इन्कमतिर पनि आफ्नो जीवनलाई होइन अग्रसर गर्नुपर्छ क्या एकतिर मात्रै गर्नु हुँदैन अनि त्यही भएर म त्यही सोचमा अघि बढ्दैछु अब के हुन्छ हेरौँ अब समयले कहाँसम्म लाँदो रहेछ होइन धेरै कुराहरू चाहिँ अब नभनौँ होइन अब किनभने अब फर्स्टमा त मेरो त अब पेसन भनेकै टिचिङ क्षेत्रमा होइन टिचिङ क्षेत्र गर्दैछु टिचर गर्दैछु टिचिङ गर्दैछु होइन अब बिस्तारै यता अन्य पनि गर्ने सोचमा छु अब भर्खर यो हाँस पालन पनि गरौँ भनेर क्या लगभग मैले के बुझ्यो भने जस्तै एउटै हाँस त होइन अब 1200 बिक्दो रहेछ क्या 1000-1200 बिक्छ भने अब त्यसै 50वटा पाल्ने हो भने अब 6 महिनामा हुँदो रहेछ क्या 6 महिनामै अब यो खाने योग्य भइहाल्छ होइन हाँस चाहिँ त्यही भएर चाहिँ अलिक राम्रो हुन्छ क्या 6 महिनामा खाने योग्य हुन्छ होइन त्यसै गरी अब भाले हाँस चाहिँ 1000-1200 पनि गइहाल्छ 1500 पनि गइहाल्छ होइन त्यो हेरी हुन्छ अनि त्यसपछि उता अन्डा पनि हुन्छ जस्तै पोथी हाँसलाई अन्डा दिने हो अन्डा पनि बेच्ने हो अनि त्यसरी फेरि नयाँ पनि अब हाँस बढाउन सकिन्छ जनसङ्ख्या बढाउन सकिन्छ अलिक सुरुमा लगानी गर्नुपर्छ मेहनत गर्नुपर्छ पछि राम्रो हुन्छ क्या त्यसबाट झन् हाम्रोतिर चाहिँ यो सानो खोला छ क्या त्यो खोलाले गर्दा चाहिँ अलिक राम्रो भएको नत्र गाह्रो हुन्छ हेर्नुहोस् है जस तर यति भए तापनि गर्मी चाहिँ साह्रै छ मेरो यो मोबाइल पनि तातिसकेको छ हेर्नुहोस् गाइस मोबाइल पनि तातेर कस्तो भइसकेको छ होइन पुरै तातेर हिट हुन्छ नि होइन पड्किला जस्तो भइसकेको छ क्या त्यस कारण नबोलौँ है अब चाहिँ यति भन्दैन अब बिदा पनि माग्न चाहन्छ किनभने यो तातो छ होइन घाम छ अनि त्यसपछि यता ठ्याक्कै यो छाहारीमा बसिरहेको छ यहाँ चाहिँ पहिले कस्तो मजा क्या यहाँ चौतारा जस्तो हुन्थ्यो होइन बस्न पाइन्थ्यो अहिले चाहिँ छैन यो रुखले चाहिँ यहाँ चाहिँ राम्रो गरेको छ बस्न पनि मिल्दो रहेछ यहाँ त ठ्याक्कै यसरी यहाँ बस्यो अनि बसेर यसरी बस्दा अनि अलिक अझै चाहिँ दह्रो भएको यो यहाँ चाहिँ दह्रो भएको चाहिँ अलिक राम्रो हुन्थ्यो अब छैन ठिकै यहाँ बसेर चाहिँ यो के भन्छ हाँस चलाउँदै छु चलाइरहेको छु अब एकछिनमा लाने होला नि त यो लान्छु अनि त्यसपछि घरमा बाँधिदिन्छु घरमा होलिदिन्छु यसलाई यसो हेर्नु यो पानीमा खेलेको देखेर कस्तो मजा आउँछ क्या है कस्तो मजाले खेल्छ अब खानेकुरा पनि खान्छ प्रतिज्ञा चौधरी